ट्याक्सी डुबेको छ कमरदेखि माथि छ यो त 1 घन्टा जति लागेर पानी सुकेपछि पसिसक्यो नि पानी अब त सबैमा पानी छिरिसक्यो छ त्यहाँबाट मान्छे आउन सक्छ सक्दैन आउनु चाहिँ त्यस्तो हो नि त्यहाँबाट अहिले फेरि किन आउनु नि होइन त्यहाँ त मान्छे डुब्छ होला नि त मान्छे डुब्यो भनेपछि अनि कम्मर जति गएर छ नि त्यो उतै फर्केर माथिबाट घुमेर आउनु न मान्छेहरू टडकले ताने हुन्छ कि बरु त्योभन्दा लामो डोरी ल्याएर अगाडिको एउटा गाडी ठुलो टडक छ त्यसले ताने हुन्छ कि बरु टडकले त होइन मान्छे सबै जान गयो भने बोलाएर डोरी हालेर उसले स्ट्रिङ कन्ट्रोल गर्यो भने त्यो भन्छु कुन ठुलो टडकले त्यहाँ गरेर ल्यायो भने किन त्यो त डुब्दैन नि त त्यो त डुब्दैन नि त जरन्दको गाडीले अगाडिको बाँधेर त्यसको अगाडि पानी